त्यो डाँडा डुडी चाहिँ नगर्नु सर नगर मैले नगर त्यो नगर्नु के सर त्यो ग्रामगुडो नगर मैले यो जस्तो नगर हो लान्छ गेट बन्द गरिदिएर आरामले पानी भित्र नम्बर लिन्छु भन्नु सक्छ नि भोलि त्यसको नगरी जाला भने हामी उठ्लिन्छौँ तिमीलाई नोकरी जाला भन्ने डर होला नोकरी जाला भन्ने डर लाइन नभए तपाईँलाई पनि कोहीले जानकारी भएको कुरा त हामीले सुनाउन सक्छ नि मैले बोलाइदिएको त्यो मान्छेलाई बोलाउनु न भाइ तिमी एउटा पाले हो यहाँको कोही होला नि तपाईँ त नबोल्ने परिवारलाई बोलाउनु बोल्दाखेरि कुरा त हाम्रो काम गर्नु मान्छेको लाइफको सवाल दिउँसो भाल्न किन आउनु भन्दा तपाईँ राति आउने हो त राति गर्दा राति आउनु कस्तो कुराहरू गर्दा राति दिउँसोमा त आफ्नो काम गर्नु किन हुन्न ड्युटी अप्सनमा एउटा न एउटा होला कस्तो हुन्छ छैन क्या ड्युटीको छैन तपाईँले के गरेको सुन्नु न त्यसो भए खुरालै बन्नुभयो तपाईँहरू मलाई मात्रै गर्नु भएको हामीलाई भएन माथिबाट काट्यो भनेको यहाँ हुनु छ आएको माथिबाट काट्यो त माथिबाट किन काट्यो त समन्वय भइरहेको भन्छ तपाईँ भित्र मान्छे हो आज त बनाएर तालिका बनाएर लाइन काट्नु हुन्छ यो गर्न खोजेको राति 10 बजे लाइन बिहान 7 बजे बनाइदिने चाहियो यसो सूचना अधिकारी हामीलाई आज भर्खर तत्काल चाहियो जनताको पैसाले तलब खाने जनतालाई असुविधा यहाँ हो त जवाब चाहियो नि त
कारण के हो त स्टैंड हटाना ए यार हिजो ठिक छ अहिले आजको आवाजमा भएको हिजो देखो न के हो यस्तो लाग्छ न फोन उठाउँछ न के हो यस्तो के भइरहेको हैन कि फोन हान्दाखेरि ल यस्तो प्रब्लम छ भन्नु पर्दैन व्यस्त छ मात्र गरेर राखिदिन्छ त फोन हामी यति हुँदा एउटा चाहिँ राखेर यो समस्या आछ कति आयो नोटिस भनेर के फाइदा जिल्ला प्रहरी कार्यालय यही छ सारा कुरा यो संरचना एक मिटिङ बस्नु पर्दैन जनतालाई दुःख दिने त्यसो गर्नु पर्यो सबै वडामा यहाँ सबै वडामा के भन्नु सबै वडामा हिजो भोट माग्न आएको होइन सबै वडामा चाहिँ आउनु पर्छ ए नन्दो सूचना अधिकारी किन चुप्पो बसेको नपुङ्सुक हो तर काम गेट खोल्नु हामी केटा नलासँग कहाँ हुन्छ त नि लाइन हिजो मेयर कहाँ छ मेयरलाई फोन गर न